हेलो गाइस, वेलकम टु माई च्यानल। आज म साथीलाई प्राङ्क गर्न आँटेको छु। प्राङ्क चाहिँ के छ भन्दाखेरि अस्ति मलाई मेसेज गरिरहेको थियो नि त घुम्नु जाउँ भनेर। अन्त मैले जानिनँ भनेको थिएँ। 12 को लास्ट हो नि त, त्यही भएर सबै घुम्नु जाने अरे। म अब कल गर्दैछु। त्यो प्राङ्क चाहिँ के छ भने उसलाई जान्छु भनेर हो। अन्त लेट्स प्राङ्क। A few moments later. हेलो, के गर्दैछस्? हामी त जाने पो छ पाक्यौ। ए, पुगेको छैन? जिरो पुग्यो भर्खर। अहिले बस्छ चाहिँ हिँड्दै गएको कि अन्त अब छिमेर भर्खर हिँडेको? भर्खर हिँडेको। डक्टरलाई ढिलो पाउँछ अरे कि त्यहाँको भनिस् रे। ल ल भइहाल्छ नि। ल ल बिस्तारै जा, ल बिस्तारै जा। ऊ प्राङ्क भयो, म जान्छु भनेर मान्यो। तर मैले जोतेको। अब चाहिँ सेटिङलाई गर्छु। A few minutes later. हेलो, के गर्दैछस्? बसिरहेको छु भन्न। ए, पढिसकिस्? जहाँ सक्छु थालेको छैन हिजो सकेको मेरो। ए अँ, कस्तो भयो म्याथको इक्जाम? ठिकैको भयो। ए ठिकै छ। अन्त खेदी को जान्छ अरे? खोइ फिक्सै भएको छैन। तँ जान्छस्? जानु पऱ्यो नि। ल म पनि जान्छु। फेरि अब के भएको? साँच्ची जान्छु। साँच्ची साँच्ची जान्छु। अन्त त कल गरेको त। ल ल ल हिँड्दा म जान्छु। अहिले फिलहालको अहिले छोडिन जान्छ त्यही। सुन्दाहरू पनि जान्छ अरे? हाँ? सुनिकन जान्छु त भन्दै थियो। अँ जान्छ अरे। 27 क्या बोला तूने? 27 अब सुना भने तिमी 27 भन्न। 27 होइन 27 होइन, भन्दिन भन्न। प्राङ्क गरेको प्राङ्क। ओए अँ यो भिडियो हेर्छ नि आले। किन? एउटा कुछ हामी काला लाग्छ। म हालिदिएको। त्यो मिन्छ भन्न उडा मिन्छ भन्न। अँ म जानिनँ, प्राङ्क गरेको। क्या आइदिन गरे कुरा त्यो प्यान नगरे ओए। के भएको अब? हालेको ल। हामी प्यान भन्न। अँ प्राङ्क गरेको। क्या आइदिन म लसो लाग्ला फिक्स हो। नरिसा न हो। किन होला सोध्नु तिमीले कुन काम गर्छ एक दिन जाँदा कि वाट भइहाल्दैन होला त। वार हुन्छ मेरो घरमा। क्या त्यो यो त्यो लास्ट हो नि। अँ बुझी त। अन्त म जाँदिनँ, मार्छ। कहिले मार्छ अरु बेला क्या आज भी। ओके म कहाँ गयो ओइ? गेन्डोतिर क्या आज। त्यो गान्तोक भनेको त गान्तोक आफ्नो नाना छ। त्यो फेरि पनि गरेको जाँदा। ए अँ प्राङ्क गरेको। प्राङ्क गरेको प्राङ्क। क्या 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 हिँड्दिन ओए। म जाने। नरिसा, अब के गर्दैछ जिन्दगी दिदीको जिन्दगी? बादमा भन्छु नि। ए अँ के थाहा छ मैले गयो भने भन्न अब। कहाँ हो? ल ल ओइ। हेलो, ओइ प्राङ्क गरेको ल अघिको। अबको काम छैन तेरो? अह काम नपाए म त सोच्दिनँ अब अनएक्सपेक्टेड त लागिरहेको ल ल। फाइनली प्राङ्क भयो। आजको भिडियो यति नै, किनकि मेरोमा टाइम छैन नि त। म पढ्नुपर्ने छ। अन्त यो पापाको फोनबाट गरेको भिडियो, किनकि मेरो क्यामेरा क्वालिटी राम्रो छैन नि त। अनि अब चाहिँ इक्जाम सकेर 12 र 13 मा छ। अन्त इक्जाम सकेर हाल्छु भिडियोहरू। बाई बाई अहिलेको लागि।